नमस्कार। आज सुकुम्बासीको विषयमा कुरा गरौँ है त। नेपालको अधिकांश क्षेत्रहरूमा, अधिकांश सहरहरूमा सुकुम्बासी बस्ती रहेका छन्। सुकुम्बासी भनेको जसको चाहिँ नेपालभरिमा आफ्नो नाममा अलिकति जग्गा नभएको, लाल पूर्जा नपाएको तर वर्षौंदेखि भोग चलन गर्दै आएका जग्गा, त्यस्ता जग्गामा बसेका व्यक्तिहरूलाई सुकुम्बासी भनिन्छ। वर्षौंदेखि भोग चलन गर्दै आए पनि आफ्नो नाममा चाहिँ अलिकति पनि जग्गा नभएको, हुन त नेपाल सरकारले वर्षौंदेखि चाहिँ सुकुम्बासीले जग्गा पाउनुपर्छ, आफ्नो नाममा जग्गा पाउनुपर्छ भन्ने चाहिँ भनेका छन्। तर अहिलेसम्म यो कुराहरू समाधान भइसकेको छैन र कहिले हुने हो त्यो पनि थाहा छैन। अस्ति भर्खरै नयाँ सरकार बन्दा सुकुम्बासी बस्तीमा डोजर चलाएका थिए। डोजर चलाउँदा त्यहाँका मान्छे रुँदा, घरबाट सामान निकाल्दा चाहिँ सोसल मिडियामा अर्कै देखिन्थ्यो, कति अत्याचार भइरहेको छ जस्तो देखिन्थ्यो। तर यसको वास्तविकता अर्कै हो। सुकुम्बासीको नाममा अहिले चाहिँ हुकुमबासी, जसको आफ्नै जग्गा छ, आफ्नै लाल पूर्जा छ, तिनीहरू पनि सुकुम्बासी बस्तीमा बस्दै आएका छन्। यो कस्तो विडम्बनाको कुरा हो। अस्ति भर्खरै छानबिन गर्दाखेरि, रिसर्च गर्दाखेरि के पाएका छन् भन्दाखेरि 51 वटा, अहिलेसम्म अझै पनि बढ्न सक्छ, तर अहिलेसम्म 51 वटा यस्ता 51 जना यस्ता व्यक्ति छन् जसको आफ्नै जग्गा छ, आफ्नै जग्गाको लाल पूर्जा छ, तर पनि उनीहरू सुकुम्बासी बस्तीमा बस्दै आएका छन्। हेर्नुस् त, यो चाहिँ कस्तो नराम्रो कुरा हो के। जुन हुकुमबासीहरू जसको आफ्नै जग्गा छ, तिनीहरू पनि त्यहाँ गएर बस्दिँदा जुन रियलमा, जुन वास्तवमा जुन सुकुम्बासीहरू छन् उनीहरूलाई त कस्तो अप्ठ्यारो हुँदै होला, कस्तो समस्या हुँदै होला। र सरकारले पनि त्यो चिन्नको लागि एकदमै अप्ठ्यारो हुँदै होला। त्यो चाहिँ हुकुमबासी जसको आफ्नै जग्गा छ उनीहरूले बुझ्नु पर्ने। छानबिन गर्दा 51 जना पाइयो। हेर्नुस् त, यस्तो चाहिँ गर्नु हुँदैन, यस्तो हुनु हुँदैन। र जुन रियलमा, जुन वास्तवमा सुकुम्बासी छन्, जसले जग्गा पाइसकेका छैनन्, लाल पूर्जा छैन, उनीहरूले जग्गा पाउनुपर्छ, आफ्नो नाममा जग्गा गर्नु पाउनुपर्छ। अस्ति भर्खरै चाहिँ त्यो गर्दाखेरि, डोजर चलाउँदा सबैले भन्थ्यो कि पहिला चाहिँ व्यवस्थापन गर्नुपर्छ, उनीहरूको व्यवस्थापन गर्नुपर्छ, बस्ने ठाउँ मिलाइदिन पर्छ। सरकारले गरेका हुन्, यसो मैले पनि बुझेअनुसार सरकारले गरेका हुन्, तर त्यहाँ जान मान्दैन, त्यहाँ गएर बस्दिन मान्दैन। त्यसैले चाहिँ जबरजस्ती निकाल्न पर्या थियो जस्तो लाग्छ मलाई। जस्तो मैले देखेको, सुनेको त्यही हिसाबले भन्दैछु म। अन्यथा चाहिँ नलिनु होला। मेरो पनि यही चाहना छ, जति सक्दो चाँडै सुकुम्बासीले जग्गा पाउन्, लाल पूर्जा पाउन्, यताउता चाहिँ भट्किन नपरोस्। म पनि त्यही चाहन्छु। हस्त, धन्यवाद।